नमस्कार सबैलाई। म अधिवक्ता सुलभ खरेल, राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट रूपन्देही क्षेत्र नम्बर 2 को उम्मेद्वार। मैले हिज आफू उम्मेद्वार हुँदै गर्दा मलाई सोध्न चाहेको प्रश्नहरू तपाईले राख्न सक्नुहुनेछ भनेर सामाजिक सञ्जालमा मैले एउटा गुगल लिंक क्रिएट गरिदिएको थिएँ। त्यसमा केही प्रश्नहरू मलाई धेरै नै प्रश्नहरू आएका छन्। त्यसमध्येको एउटा प्रश्नबाट आजको यस भिडियो मलाई सोधिएको प्रश्नको उत्तर दिन चाहन्छु। मलाई प्रश्न सोध्ने व्यक्ति हुनुहुन्छ सुमित कणेल, मिलनचोकबाट उहाँले प्रश्न राख्नु भएको छ। उहाँले सोधेको प्रश्नको सार मैले सबै पढिन। त्यो सार के छ भन्दाखेरि सुलभ खरेलले उठाउँदै गरेको यो निर्वाचनको एजेन्डा एक वाक्यमा भन्नु पर्दा भनेर उहाँले भन्नु भएको छ। यो एक वाक्यमा त एजेन्डाहरू सबै राख्न पक्कै सकिँदैन, तर उहाँले भन्न खोजेको मूल विषय के हो भनेर चाहिँ भन्नुभएको छ। भनेपछि मैले एक वाक्य त नभनौ, तर एक प्याराग्राफमा अथवा एउटा मात्रै कुरा मैले सबैभन्दा बेजोड रूपले राख्नुपर्ने कुरा र जुन आज राष्ट्रको आवश्यकता हो। यहाँ अरू साथीहरूले मलाई बुटोलको बारेमा के छ कसो छ भन्नुभएको छ, यो आगामी भिडियोहरुमा अवश्य पनि यो भन्छु। तर आज पहिलो भिडियोको लागि एउटा मात्रै कुरा जुन चाहिँ सुलभ खरेलले सदनमा गएर उठाउनु पर्ने कुरा के छ भनेर उहाँले राख्दै गर्दाखेरि मैले अवश्य पनि यसमा चाहिँ यो हाम्रो राज्य संरचना जुन छ त्यो राज्य संरचना मैले देखेको भोगेको पनि छु। यो राज्य संरचना केही व्यक्तिको केही जनाको मुठ्ठीमा रहेको छ। चाहे त्यो स्वतन्त्र भनिएका निकायहरू हुन्, जस्तो मानौ राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय होला, संवैधानिक निकायको रूपमा रहेका संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि निर्वाचन आयोगदेखि मानवाधिकार आयोगसम्मका निकाय लगायतका चाहिँ ती संवैधानिक निकायहरू होलान्। स्वतन्त्र भनिएको न्यायालय होला, स्वतन्त्र भनिएकै संसदको सभामुखको पद होला, त्यसै गरेर स्वतन्त्र भनिएका प्रदेश प्रमुखहरूको पद होला। यी र यावत पदहरू स्वतन्त्र हुनुपर्ने पदहरू पनि नेपालमा स्वतन्त्र छैनन् भन्ने मेरो एउटा ठम्याइ रहेको छ। यस विषयमा जेनजीले गरेको अथवा युवा पुस्ताले गरेको भदौ 23 र 24 गतेको जुन जनआन्दोलन भयो, त्यो जनआन्दोलन पछि गएर त्यो युवा पुस्ताले नेपाल सरकारसँग गरेको सम्झौतामा पनि हामीले त्यसको बुदा नम्बर 3 मा हामीले हेर्यौं भने सार्वजनिक निकायहरूको अत्याधिक दलीयकरण भयो र त्यसले गर्दाखेरि कुनै पनि खालको सार्वजनिक जवाफदेहिता, पारदर्शिता र त्यसले समाजमा अथवा राज्यमा ल्याउनु पर्ने कुनै खालको रिजल्ट ल्याउन सकेन भन्ने निष्कर्ष निकाल्दै त्यो कुरालाई अन्त्य गर्नुपर्ने भन्ने अहिले विशेष माग र जोड रहेको छ। त्यही भएर यदि मैले गर्नै पर्यो अथवा एउटा मात्रै विषयमा चाहिँ मैले अत्याधिक रूपमा सदनमा समय दिनु पर्यो भने मेरो पहिलो मुख्य एजेन्डा भनेकै यस्ता स्वतन्त्र भनिएका निकायहरूलाई वास्तविक रूपमै स्वतन्त्र, केही व्यक्तिको कब्जा, केही दलका कब्जा अथवा केही नेताको कब्जामा रहेका यी निकायहरूलाई पूर्णतः स्वतन्त्र बनाउन मैले कानूनहरू निर्माण गर्नेछु। अब यो स्वतन्त्र कानूनहरू कस्ता कस्ता निर्माण गर्नेछु भन्नेमा मैले साधारणतः केही इक्जाम्पलहरू दिन चाहे। एउटा भनेको प्रत्येक राजनीतिक दल कुनै न कुनै रूपमा कुनै नेताको कब्जामा हुन्छ। यो तपाईहरुले महसुस गर्नुभएको होला, हिजो पनि तपाईहरुले देख्नु भएको होला। यो जनताको नैराश्यताको आधार पनि त्यही हो। दलको आन्तरिक लोकतन्त्र हरण भइरहेको अवस्था छ। तपाईलाई थाहा छँदैछ होला, राष्ट्रिय स्वतन्त्र पार्टीको विधानमा एउटा कुरा के उल्लेख गरिएको छ भन्दाखेरि पार्टीको सभापति 2 कार्यकाल भन्दा एउटै व्यक्ति बस्न पाउँदैन भनेर उल्लेख गरिएको छ। त्यस सँगसँगै अरू केही राजनीतिक दलहरूमा पनि हेर्नुभयो भने केही खालका चाहिँ बन्देजहरू, उमेरका बन्देजहरूलाई के बन्देजहरू राखिएका अवस्था चाहिँ देखिन्छन्। तर जब त्यो बन्देज, त्यो मानव उमेरको बन्देजमा चाहिँ त्यो कुनै नेता त्यस पार्ट भन्दा उसको उमेर बढी भएको अवस्थामा चाहिँ ती बन्देजहरू हटाइरहेको हामीले अभ्यासहरू देख्न सक्छौं। त्यही भएर पहिलो एउटा मुख्य कुरा हामीले राजनीतिक दललाई नै, प्रत्येक राजनीतिक दललाई शुद्धिकरण गर्नु आवश्यक छ। त्यसका लागि हामीले राजनीतिक दल सम्बन्धी ऐनमा एउटा समयानुकूल संशोधन गर्नुपर्ने देखिन्छ र त्यो समयानुकूल संशोधन भने चाहिँ के हो भनेर हजुरले भन्नुहुन्छ भने यसमा चाहिँ हामीले गर्नुपर्ने कुरा के छ भन्दाखेरि त्यो सम्बन्धित राजनीतिक दल सम्बन्धी ऐन 2073 जुन छ, त्यो राजनीतिक दल सम्बन्धी ऐनको दफा 2073 मा चाहिँ हामीले केही प्रावधानहरू राखौं जसले गर्दाखेरि त्यो दलको विधानमा हुने व्यवस्थालाई हामीले
विशुद्ध ऐनमा राख्न सकेर 2 कार्यकाल भन्दा कुनै पनि व्यक्ति समान पदमा बस्न पाउँदैन भनेर भनियो भने त्यसले दल कब्जाको व्यवस्थालाई रोक्छ। पहिला दल कब्जा हुन्छ, त्यसपछि राज्यका निकायहरू कब्जा हुन्छ। त्यही भएर पहिलो कुरा भनेको दललाई गतिशील बनाऊ, जुनसुकै दल होला त्यसलाई गतिशील बनाऊ, लोकतान्त्रिक बनाऊ, पुनर्जागृत बनाऊ, युवाहरूको अपेक्षालाई सम्बोधन गर्ने गरेर सबै राजनीतिक दल बन्नुपर्ने हुँदा त्यो कानून चाहिँ हामीले तत्काल संशोधन चाहिँ मैले टेबल गर्छु। दोस्रो कुरा भनेको अन्यको हकमा, जस्तो संवैधानिक निकायहरूको हकमा पनि हामीले त्यस्तो कानूनहरू निर्माण गर्नुपर्ने अवस्था छ जसमा, अथवा नीति नै भनौं, त्यस्तो नीति पोलिसी अथवा भोलिका दिनमा सरकारले त्यस्तो पोलिसी निर्माण गर्नुपर्ने छ जहाँ चाहिँ दक्षता, योग्यता र मेरिटोक्रेसीलाई चाहिँ कानूनले रेस्पेक्ट गरोस् र त्यस्ता व्यक्तिहरूलाई मात्रै ती तत्त पदहरूमा नियुक्त गरियोस्। कुनै पनि संवैधानिक पदमा, अघि मैले भनेका संवैधानिक पद, स्वतन्त्र भनिएका पदमा राजनीतिक आस्था भएका अथवा राजनीतिक आस्था मात्रै नभनौं, दलसँग आबद्ध भएर अत्याधिक दलीयकरणमा गएका व्यक्तिहरूलाई ती पदहरूमा निषेध गर्ने हामीले अब सार्वजनिक बहस पनि सुरु गर्नुपर्छ र त्यस्ता नीतिगत व्यवस्थाहरू पनि गर्नुपर्छ। त्यसले के गर्छ भन्दाखेरि स्वतन्त्र भनिएका निकायलाई स्वतन्त्रै राख्न खोज्छ। जस्तो हामीले पुरानो उदाहरण हेर्यो भने पूर्व राष्ट्रपतिज्यूले मध्यरातमा संसद विघटन गर्ने, त्यसपश्चात संवैधानिक सुनवाई बिना हुने संवैधानिक पदाधिकारीहरूको नियुक्ति गर्ने अध्यादेशलाई सदर गर्ने, त्यसपछि तत्पश्चात ती नियुक्तिहरू ती लगायतका नियुक्तिहरू गर्ने भन्ने जुन राष्ट्रपति कार्यालयबाट भयो त्यसले अत्याधिक विवाद निम्तायो। त्यसै गरेर स्वतन्त्र भनिएका निकायहरूमा गर्ने दलीयकरणका नियुक्तिहरूले चाहे त्यो न्यायालयमा होला, चाहे त्यो संवैधानिक निकायहरूमा होला, अथवा प्रदेश प्रमुखहरू नै किन नहुन्, त्यसले गर्दाखेरि समाजको अंगहरू, राज्यका अंगहरू चाहिँ चलायमान हुन सकेका छैनन्। यी र यावत अंगहरू चलायमान भए, निष्पक्ष व्यक्ति गए, स्वतन्त्र व्यक्ति गए र त्यसपछि आफ्नो क्षमता बमोजिम, योग्यता बमोजिम ती पदहरूमा पुग्न सके भने अवश्य नै, किन भन्दाखेरि हामीले देख्न सक्छौं बेलायत, अमेरिका जस्ता लगायतका अथवा भारत जस्ता देशहरूमा पनि कतिपय अवस्थामा अत्याधिक दलीयकरण रोक्नको लागि क्षमता, योग्यता भएका व्यक्तिहरूलाई संवैधानिक पदहरूमा लैजाने चलन छ। त्यो गर्न सक्यो भने बल्ल स्टेटले फंक्सन गर्छ। नत्र भए कुनै एउटा नेताको, एउटा कुनै नेतृत्वले चाहे बमोजिम ती अंगहरूले काम गर्न थाल्छन्। जस्तो उदाहरणको लागि यदि प्रधानमन्त्रीले भने बमोजिमको व्यक्ति अख्तियार प्रमुख नियुक्त भएको अवस्थामा त्यो प्रधानमन्त्रीले गर्ने कुनै पनि खालको भ्रष्टाचारको मुद्दाहरूमा अख्तियार प्रमुखले अथवा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दाहरू चलाउँदैन। त्यो भएको अवस्थामा स्टेट क्याप्चरिङ हुन्छ, करप्सन र्याम्पेन्ट हुन्छ र त्यसपछि यो करप्सनको जालो राष्ट्रपति कार्यालयदेखि हाम्रो वडा कार्यालयसम्म चाहिँ आउँछ। त्यही भएर हामीले यो र्याम्पेन्ट करप्सनलाई फाल्नको लागि भए पनि हामीले यो अत्याधिक दलीयकरणलाई फालेर मेरिटोक्रेसी र संविधानले परिकल्पना गरेको समावेशितालाई चाहिँ इन्कर्पोरेट गर्न सक्यो भने त्यो नै सबैभन्दा उत्तम व्यवस्था हुन्छ। र यो कुरा चाहिँ मैले एक वाक्यमा भनौं अथवा एक प्याराग्राफमा भनौं अथवा एउटा प्रमुख एजेन्डा जुन चाहिँ आजको दिनमा पहिलो कुरा उठ्नुपर्ने कुरा भनेको चाहिँ जुन कुरा अरू राजनीतिक दलले उठाउँदैनन्, किन भन्दाखेरि अरू राजनीतिक दलले यो कुरा नउठाउनुको पछाडिको कारण के छ भन्दाखेरि उनीहरूले नै हालिमुहाली गरेका छन्। सरकारसम्म पुग्ने मात्र कुरा होइन, यो सत्तासम्म पुग्न गरिएको रचिएको खेल हो। त्यही भएर पुरानो